केमोथेरापी लिइरहेका बिरामीहरूका लागि सबैभन्दा गाह्रो पक्ष के होला? सायद त्यो वाकवाकी र वान्ता नै हो। तर ओन्डासेट्रोन जस्तो औषधिले यसमा चमत्कार जस्तै काम गर्छ। आजको यो विश्लेषणमा हामी यही ओन्डासेट्रोनले कसरी काम गर्छ भनेर गहिराईमा बुझ्नेछौँ। मेरो नाम आदित्य, म एक क्लिनिकल फार्मासिस्ट र आजदेखि हामी औषधि अनुसारको एउटा नयाँ फार्माकोलोजी सिरिज सुरु गर्दैछौँ। यो सिरिजको मूल उद्देश्य नै औषधिहरूलाई घोक्ने होइन, बरु तिनीहरूले कसरी काम गर्छन्, यानी मेकानिजम अफ एक्सन र त्यसले क्लिनिकल इफेक्ट्स कसरी ल्याउँछ भनेर कन्सेप्चुअली बुझ्ने हो। ल, आजको हाम्रो रोड म्याप यस्तो छ है। हामी भमिटिङको पाथवेबाट सुरु गरेर ओन्डासेट्रोनले त्यो सिग्नललाई कसरी ब्लक गर्छ अनि त्यसको क्लिनिकल युज र साइड इफेक्ट्स के हुन् भन्नेसम्म पुग्नेछौँ। कुनै पनि औषधिलाई बुझ्नु अघि हाम्रो शरीरको कुन प्रोसेसमा त्यसले इफेक्ट गर्छ भनेर जान्नु एकदमै जरुरी छ। त्यसो भए सबैभन्दा पहिले भमिटिङ रिफ्लेक्स यानी वान्ता हुने प्रक्रियालाई नै बुझौँ। भमिटिङ खासमा एउटा निकै कम्प्लेक्स रिफ्लेक्स हो र यसलाई कन्ट्रोल गर्ने मुख्य खेलाडीहरू तीनवटा छन्। ब्रेनको मेजुलामा रहेको भमिटिङ सेन्टर, त्यसैको नजिक रहेको किमो रिसेप्टर ट्रिगर जोन CTZ र हाम्रो पाचन प्रणालीबाट ब्रेनसम्म सिग्नल लाने भ्यागल नर्भ्स। ल हेर्नुस्, यो प्रोसेस कसरी स्टेप बाई स्टेप अघि बढ्छ। पहिलो ट्रिगर जस्तै किमोथेरापी वा कुनै टक्सिनले हाम्रो आन्द्रामा भएको एन्टरोक्रोमाफिन सेल्सलाई सेरोटोनिन यानी 5-HT रिलिज गर्न लगाउँछ। यो सेरोटोनिनले वेगस नर्भलाई स्टिमुलेट गर्छ, जसले त्यो सिग्नललाई ब्रेनको CTG र भमिटिङ सेन्टरसम्म पुर्याउँछ र फाइनल रिजल्ट भमिटिङ हुन्छ। अब आउँछ हाम्रो हिरो ओन्डासेट्रोनको भूमिका। हेरौँ यसले यो सिग्नल क्यास्केडलाई कसरी रोक्छ। ओन्डासेट्रोनलाई बुझ्न यो एक लाइन नै काफी छ। यो एउटा सिलेक्टिभ 5-HT3 रिसेप्टर एन्टागनिस्ट हो। अब यसको मतलब के हो त? सिधा भाषामा भन्दा यसको मुख्य काम भनेको सेरोटोनिनको एक्सनलाई एउटा खास रिसेप्टर यानी 5-HT3 मा गएर ब्लक गर्नु हो। रमाइलो कुरा के छ भने ओन्डासेट्रोनले यो लडाई एकैपटक दुई ठाउँमा लड्छ। एउटा शरीरको पेरिफेरीमा मतलब आन्द्रातिर र अर्को सेन्ट्रली मतलब सिधै ब्रेनमा। हाम्रो पाचन प्रणालीमा ओन्डासेट्रोनले एकजना गार्ड जस्तै काम गर्छ। जब किमोथेरापीले सेरोटोनिन रिलिज गर्छ, त्यो सेरोटोनिनले वेगल नर्भ्समा रहेको 5-HT3 रिसेप्टरलाई एक्टिभेट गर्न खोज्छ, तर ओन्डासेट्रोनले त्यो रिसेप्टरलाई नै ब्लक गरिदिन्छ। मतलब त्यो भमिट सिग्नल ब्रेनतिर जानु अगाडि नै सोर्समै रोकिन्छ। अब मानौ केही सिग्नलहरू ब्रेनसम्म पुगिहालेछन् रे, त्यहाँ पनि ओन्डासेट्रोनले दोस्रो लाइन अफ डिफेन्स तयार पारेको हुन्छ। ब्रेनको CTZ एकेए ट्रिगर जोनमा पनि 5-HT3 रिसेप्टरहरू हुन्छन् र ओन्डासेट्रोनले त्यहाँ पनि सेरोटोनिनलाई ब्लक गर्छ। परिणाम, भमिटिङ सेन्टर एक्टिभेट नै हुन पाउँदैन। भनेपछि दुवै ठाउँमा सिग्नललाई रोकेपछि वाकवाकी दबिन्छ र भमिटिङ रिफ्लेक्स पुरै सटडाउन हुन्छ। ल, अब यो त भयो मेकानिजम, तर यो कसरीले कहाँ प्रयोग गर्ने भन्ने कुरालाई कसरी गाइड गर्छ त्यो हेरौँ। यो टेबलले सबै कुरालाई एकदमै राम्रोसँग जोड्छ। मेकानिजम 5-HT3 ब्लकेड, रिजल्ट भमिटिङ रिफ्लेक्स घट्नु र क्लिनिकल युज एन्टिएमेटिक यानी वाकवाकी र वान्ता रोक्नु। एकदम लजिकल छ हैन त? हो, यही कारणले गर्दा ओन्डासेट्रोन खास गरी किमोथेरापी इन्ड्युस्ड नजिया एन्ड भमिटिङ CINV, पोस्ट अपरेटिभ भमिटिङ र ग्यास्ट्रोइन्टेराइटिस जस्ता अवस्थाहरूमा एकदमै इफेक्टिभ हुन्छ, किनभने यी सबैमा सेरोटोनिन रिलिज नै मुख्य कल्प्रेट हो। हरेक सिक्काको दुई पाटा हुन्छन् हैन र? अब मेकानिजम बुझेपछि यसका साइड इफेक्ट्स र सावधानीहरू पनि अनुमान गर्न सजिलो हुन्छ। सामान्यतया यो सेफ नै मानिन्छ, तर हेडेक, कन्स्टिपेसन जस्ता साइड इफेक्ट्स देखिन सक्छन्। कन्स्टिपेसन किन हुन्छ? किनभने सेरोटोनिनले हाम्रो आन्द्राको मुभमेन्टलाई पनि रेगुलेट गर्छ र त्यसलाई ब्लक गर्दा यस्तो असर देखिन्छ। तर एउटा अलि गम्भीर र ध्यान दिनुपर्ने कुरा भनेको QT प्रोलङ्गेसन हो, जसले मुटुको रिदमलाई असर गर्न सक्छ। त्यसैले क्लिनिकल प्र्याक्टिसमा केही कुरामा एकदमै होशियार हुनुपर्छ। जस्तै कन्जेनिटल लङ QT सिन्ड्रोम भएका बिरामीहरू वा जसको रगतमा पोट्यासियम वा म्याग्नेसियमको कमी छ, उहाँहरूमा यो औषधि चलाउँदा एक्स्ट्रा कसन अपनाउनुपर्छ। ल, यति धेरै कुरा गर्यौं, अब सबैभन्दा मुख्य बिर्सन नहुने कुरा के हो त? यो कुरा एकदमै क्लियर हुनुपर्छ। ओन्डासेट्रोन के हो र के होइन।
यो डोपामिन ब्लकर होइन, हिस्टामिन ब्लकर पनि होइन, त्यसैले त मोसन सिकनेसमा काम गर्दैन। यो के हो त? यो हो एक सेरोटोनिन 5-HT3 ब्लकर र यही स्पेसिफिसिटीले नै यसलाई किमोथेरापी इन्ड्युस्ड भोमिटिङको लागि गोल्ड स्ट्यान्डर्ड बनाएको हो। त्यसो भए दिमागमा राख्नुपर्ने कोर कन्सेप्ट जम्मा 3वटा स्टेपमा छ। समस्या सेरोटोनिन रिलिज हुनु, समाधान ओन्डानसेट्रोनले 5-HT3 रिसेप्टरलाई ब्लक गर्नु र आउटकम भोमिटिङ रोकिनु। एकदमै सिम्पल एन्ड एलिगेन्ट। र अन्तमा मेरो एउटा की मेसेज, मेकानिजम बुझ्दा इन्डिकेसन, लिमिटेसन, साइड इफेक्ट्स सबै कुरा लजिकल लाग्न थाल्छ। घोक्नु पर्दैन, आफै कनेक्ट हुँदै जान्छ। यदि तपाईँहरूलाई यो कन्सेप्चुअल अप्रोच मन पर्यो भने यो सिरिजलाई फलो गर्नुहोला। हामी अरू औषधिहरूको बारेमा पनि यस्तै गहिरो विश्लेषण गर्नेछौँ। अब एउटा प्रश्न छोडेर जान्छु, सोच्नुहोस् है, अरू एन्टी एमेटिक औषधिहरूले कुन फरक पाथवेमा काम गर्छन् होला? अर्को पटक भेटौँला। धन्यवाद।